जन्म जन्म जुला सँगै जन्म जन्म जुला सँगै। प्रकाश श्रेष्ठ अनि हाम्रो आदरणीय भाउजू रिजा श्रेष्ठ उहाँहरूको 25th म्यारिज एनिभर्सरी यो खुसीको क्षणमा हामीहरूलाई सहभागी गराउनु भयो। यसको लागि मेरो मम्मी जाला उहाँहरूको 25 वर्षको यो यात्रा पुरा भएकोमा धेरै दिन अनि आज मेरो मम्मी ड्याडीको खुसीको हिस्सा बन्न आउनु भएको सबैजनालाई धेरै 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 जन्म जन्म जुला सँगै जन्म जन्म जुला सँगै भाकेर बरपिपलु भाकेर बरपिपलु यो तन्दी यो मन्दी यो तन्दी यो मन्दी तिमीलाई ए मायालु छोएर बरपिपलु भाकेर बरपिपलु। प्रकाश श्रेष्ठ अनि हाम्रो आदरणीय भाउजू रिजा श्रेष्ठ उहाँहरूको 25th म्यारिज एनिभर्सरी र नेपालीमा भन्नुपर्दा 25औं वैवाहिक वर्षगाँठ। मानिसको जीवनमा धेरै नै उतार चढाव अवरोह दुःख कष्ट धेरै नै आउँछन् होला। सायद उहाँहरूले पनि यो सबै पार गर्दै यहाँसम्मको यो स्थितिमा आइपुग्नु भयो होला। आइपुगेर अहिले 25th म्यारिज एनिभर्सरी मनाउँदै हुनुहुन्छ। तर उहाँहरूलाई हेर्दा कहीँबाट पनि हामीलाई यो आभास हुँदैन कि उहाँहरूले 25 वर्ष बिताइसक्नु भयो। किनकि उहाँहरूलाई हेर्दाखेरि हामीलाई यो आभास लाग्छ कि उहाँहरू भर्खरै न्युली म्यारिड कपल हुनुहुन्छ। उहाँहरूको अनुहारमा आउने ग्लो यो खुसी उहाँहरूको सधैँभरि रहिरहोस्। यसै गरी आगामी म्यारिज एनिभर्सरीमा हामीहरू पनि यसै गरी सधैँभरि उहाँहरूको सुखमा हामी साथ दिन पाऊँ हामी यही आशा गर्दछौँ। धन्यवाद। र म यहाँ एउटा स्पेसल अनाउन्समेन्ट गर्दैछु। स्पेसल्ली हाम्रो दाई प्रकाश श्रेष्ठ अनि रिजा भाउजूको लागि यो 7 समुद्र पारीबाट आएको सरप्राइज स्पेसल सन्देश उहाँहरूको लागि म उहाँहरूलाई स्टेजमा आमन्त्रण गर्दछु। दाई भाउजू स्टेजमा आइदिनु होला। दाई भाउजू हजुरहरूलाई फेरि पनि हामी उपस्थित सबैजनाको तर्फबाट धेरै धेरै कङ्ग्रेचुलेसन अनि धेरै धेरै माया। अनि हजुरहरूको यो खुसीको क्षणमा हामीहरूलाई सहभागी गराउनु भयो। यसको लागि पनि म एकदम धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद। र यो शुभकामना सन्देश सरप्राइज सन्देश 7 समुद्र पारीबाट दाई र भाउजूको लागि।
मेरो मम्मी ड्याडीको एउटा मात्रै छोरी, प्यारो छोरी भन्नै पर्दा सबैभन्दा पहिला त म मेरो मम्मी ड्याडीलाई उहाँहरूको 25 वर्षको यात्रा पुरा भएकोमा धेरै 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 बधाई दिन चाहन्छु। ह्याप्पी 25th एनिभर्सरी मम्मी ड्याडी। म आज यता क्यानाडामा भए पनि मेरो माया चाहिँ हजुरहरूसँग नै हुनेछ है। तर अलिकति दुःख त लागेको छ कि म तपाईँहरूसँग त्यता छुइनँ भनेर। बट आइ एम भेरी 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 ह्याप्पी कि आज यस्तो एनिभर्सरीको दिनमा तपाईँहरू दुवैजना सँगै हुनुहुन्छ भनेर। म आज जे छु जस्तो छु जता पनि छु यो सबै यो 25 वर्षको फल हो। 25 वर्ष अगाडि मेरो मम्मी ड्याडीले एकअर्कालाई नभेटेको भए आज म यता हुँदिनँ थिएँ होला, तपाईँहरूको अगाडि यो स्पिच दिइरहेको हुन्थेन होला। तर 25 वर्ष अगाडि यही दिन मम्मी ड्याडीले सात सुनीसँग बन्धनमा बाँधिनु भयो, which was the best decision that they ever made. मेरो लागि but yeah 25 वर्षसम्म मेरो मम्मी ड्याडीले धेरै दुःख गर्नुभयो। एकअर्काबाट टाढा बसेर मेरो लागि भनेर, यो परिवारको लागि भनेर, हाम्रो लागि भनेर, मेरो भविष्यको लागि भनेर एकअर्काबाट टाढा बसेर एकअर्कालाई साथ दिनुभयो, एकअर्कालाई टाढैबाट माया गर्नुभयो। ड्याडीसँग म खासै धेरै हुर्किन त पाएन। ड्याडी सधैँ विदेशमा नै कामको लागि भनेर बस्नुहुन्थ्यो। मम्मी भने घरमा एक्लै सबै सम्हाल्नुहुन्थ्यो। म सोच्थेँ कि सबै परिवारको रिलेसनसिप, सबै परिवार यस्तै हुन्छ र भनेर। तर ठुलो हुँदै जाँदा म यो बुझ्दैछु कि होइन, त्यो त मेरो मम्मी ड्याडीले मेरो लागि भनेर, हाम्रो यो परिवारको लागि भनेर दिनुभएको सेक्रिफाइस पो रहेछ। एकअर्काबाट टाढा बसेर भए पनि मलाई यति धेरै माया दिनुभएकोमा धेरै 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 धन्यवाद छ मम्मी ड्याडी। आई क्यान नट लाइक बी मोर ग्रेटफुल। 25 वर्षसम्म धेरै माया भयो होला मम्मी ड्याडी बिच, धेरै झगडा पनि भयो होला, धेरै मनमुटाव पनि भयो होला। तर मम्मी ड्याडीले एकअर्कालाई साथ दिन कहिले पनि छोड्नु भएन। सधैँ 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 हाम्रो लागि भनेर एकअर्कालाई यो रिलेसनसिपलाई लाइक स्ट्रङ राखिराख्नु भयो। मम्मी ड्याडीको अगाडि भन्नै पर्दा त लङ डिस्टेन्स रिलेसनसिप पनि फ्लप हुन्छ। अब धेरै बोल्दै गयो भने यो भिडियो धेरै लामो हुँदै जान्छ। तर म आज एकदमै खुसी छु कि फाइनली यु बोथ आर टुगेदर, दुवैजना सँगै हुनुहुन्छ त्यता भनेर। हजुरहरूले मेरो लागि जे गर्नुभयो यो 25 वर्षसम्म, त्यसको लागि धेरै 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 धन्यवाद छ। हजुरहरूको माया सधैँ यसरी नै बढ्दै बढ्दै जाओस्, योभन्दा धेरै 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 स्ट्रङ गाढा होस्। अनि आज मेरो मम्मी ड्याडीको खुसीको हिस्सा बन्न आउनुभएको सबैजनालाई धेरै 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 धन्यवाद छ। मेरो मम्मी ड्याडीलाई मेरो कमी महसुस हुन नदिनुहोला भन्दै, मम्मी ड्याडी आई लभ यु सो मच, आई मिस यु सो मच, आई विस आई वाज देयर तपाईँहरूसँगै। आई विस म पनि त्यतै I can just wish होइन। तर होपफुली नेक्स्ट एनिभर्सरीमा म हजुरहरू सँगै हुनेछु भन्दै यो भिडियो रोक्न चाहन्छु। बाई, आई लभ यु गाइस। अब म फेरि एउटा अर्को पनि दाइहरूलाई सरप्राइज रिभिल गर्दैछु। नानो सियोना, धेरै धेरै धन्यवाद तिमीलाई। तिमीले स्पेसल रिक्वेस्ट गरेकी थियौ मम्मी ड्याडीको लागि यो सन्देश आन्टी पुऱ्याइदिनुहोस् है भनेर। सो मैले यहाँ स्टेजमा अगाडि सबैको अगाडि यो सरप्राइज रिभिल गरिदिएँ। अब तिम्रो अर्को पनि एउटा सरप्राइज बाँकी छ।
यो हाम्रो स्पेसल 25th एनिभर्सरीको केक स्पेसल मम्मी ड्याडीको लागि सियोनाको तर्फबाट क्यानाडाबाट स्पेसल अर्डरमा अफ्रोजाको तर्फबाट नानो अफ्रोजाको तर्फबाट अनि यो स्पेसल बुके मम्मी ड्याडीको 25th एनिभर्सरीको उपलक्ष्यमा नानुको तर्फबाट कङ्ग्रेचुलेसन दाइ भाउजू फेरि पनि हजुरहरूलाई ल हजुरहरूको लागि म माइक दिँदैछु हजुरहरूलाई आफ्नो इच्छा लागेको कुरा हामीसँग सेयर गर्नुहोला धन्यवाद Thank you, Raji. It's so dramatic now, man. How can I speak, start here? First of all, सबैलाई मेरो आत्मादेखि हाम्रो आत्मादेखि तपाईहरुलाई एकदम वार्म वेलकम हाम्रो यो 25औं वर्षगाँठको उपलक्ष्यमा तपाईहरुलाई पनि हार्दिक शुभकामना अनि अब 25 वर्षको स्टोरी त अब सबै सुनाएर पनि सकिँदैन होला यहाँ अब हामीले तपाईले सबैको आफ्नो आफ्नो स्टोरी छ त्यो यो स्पेशल मोमेन्टमा सबैजना आएर साथ दिनु भइरहेको छ यस्तै साथ जिन्दगीको हरेक कुनामा हरेक काप्चामा हरेक पहारामा हरेक लहरामा चाहिँ तपाईहरुबाट साथ पाइराखौं त्यही रानी वनमा राजा वनमा हैन मकाउमा जहाँ गए पनि यस्तै साथ पाइराखौं त्यो भन्दा ठुलो मेरो लागि खासै अरु केही छैन अब स्पेशल भन्नुपर्दाखेरि आफ्नो धर्मपत्नी भन्छन् हैन आफ्नो श्रीमती आजकै दिन थियो तर अहिले रातको 9:30 बजेछ ठ्याक्कै सम्झिन चाहन्छु तपाईहरुलाई आजभन्दा 25 वर्ष अगाडि 11:30 बजे दिनको धुली खेलमा हामी भेट भएको थियो र हाम्रो काम विवाहको बन्धनमा हामी बाँधिन पुगेको थियो अब त्यो सानो समय तपाईहरुसँग चाहिँ यसरी स्पेशल मोमेन्ट चाहिँ शेयर गर्न पाउँदा मेरो हाम्रो आत्मादेखि नै तपाईहरु सबैलाई धेरै धेरै धन्यवाद अनि यस्तो मोमेन्ट शेयर गर्न पाउँदाखेरि एकदम खुसी लागेको छु अब आफ्नो एकदम कार्य व्यस्तता है सबैको आफ्नो आफ्नो ड्युटीहरु छ सबैको आफ्नो आफ्नो इच्छा हामी सबै यहाँ किन छौं त्यही ड्युटीको कारणले छौं तर पनि यो टाइममा मेरो यहाँ आइदिनु भएर चाहिँ साथ दिनु भएकोमा हृदयदेखि धेरै धेरै मुरी लाख चाहिँ धन्यवाद दिन चाहन्छु करोडै है ल करोड भन्दा पनि माथि अब रह्यो कुरो मकाउमा आएको पनि लगभग 22 वर्ष लागेछ है अब कति साथीहरु देखिरहेको छु मैले यहाँ भर्खर नयाँ चिन्ने साथीदेखि लिएर 22-20 वर्षसम्म साथ दिने दाजुभाइहरु पनि देखिरहेको छु उकाली ओराली भन्ज्याङ देउराली जस्तै सबैलाई चाहिँ साथमा यसरी कति अरु साथीहरु पनि मिस भयो हाम्रो ड्युटी फटिक आफ्नो आफ्नो कामले कार्य व्यस्तताले गर्दाखेरि आउन सक्नु भएन तर आज तपाईहरु जो आउनु भयो मेरो लागि एकदम धन्य एकदम चाहिँ अनरेबल मोमेन्ट भइरहेको छ त्यसले गर्दाखेरि तपाईहरुलाई स्पेशली bottom of my heart thank you to each and every of you and there is some guys cannot speak Nepali so it's a special moment for me humbly warm welcome with very thankful to you being a part of this special night together with us and wishing you also okay so let's say सर्टकटमा अब भन्नुपर्दाखेरि हाम्रो छोरी अब हामीले चाहे मतलब मकाउको सिचुएसन अनुसार हामी सबै सबैको मतलब हामीले सबैले बुझ्छौं
सबैको आफ्नो फ्यामिली परिवार एकसाथमा रहिदिएदेखि एकदम खुसी हुन्छ नै सबै। तर गभर्मेन्टको यो ठाउँको नियमअनुसार हामीले बाँच्नुपर्ने हुँदाखेरि हामीले आफ्नो श्रीमती, आफ्नो लभ वान्स, आफ्नो फ्यामिली, आफ्नो ब्लड रिलेटिभ फ्यामिली कसैलाई पनि साथमा राख्न सक्दैनौँ 14 दिनभन्दा बढी। तर पनि कोही कोही भाग्यमानी हुन्छन्, कोही बस्छन्, कोही जान्छन्, कोही फेरि आउँछन् होइन। अब त्यसमा म पनि अलि भाग्यमानी भए जस्तो लाग्छ। मेरो वाइफ साथमा छ, आज म लकी भएँ। तर सबै आई विस तपाईँहरू सबैको साथमा पनि त्यस्तो होला होस् भन्न चाहन्छु। तपाईँहरू सबैको चाहिँ फ्यामिली, घर परिवार सबैको सुखमय रहोस्, आउने दिनहरू सुखमय रहोस्। यस्तै दिनहरू चाहिँ हामी एकसाथमा चाहिँ सेयर गरेर भनौँ न अगाडि बढ्न पाऊँ, त्यही छ है। ल मेरो वर्ण थ्याङ्क यू सो मच। अब यो सरप्राइज गिफ्ट केकको लागि मेरो छोरीलाई अब मैले थ्याङ्क यू भनेर वर्ड्समा त म के भन्छ भन्नै सक्दैन अब होइन। उसलाई भेरी हार्डली मिस्ड वी मिस्ड हर एन्ड भेरी थ्याङ्कफुल टु हर। अनि अब यो मोमेन्ट हामीले सेयर गरिहाल्यौँ तपाईँ हामी सबैलाई। अब त्यही हो, वी मिस यु छोरी, वी लभ यु फर एभर अन्टिल द एन्ड। I left this all. I love you all. Thank you. So I think मेरो बुढीले पनि केही भन्न खोजेछ कि के हो जस्तो लाग्यो। मलाई गीत गाउन आउँदैन होइन, अरू भन्न केही जान्दैन। तर somehow ओके। नमस्ते, धेरै धेरै धन्यवाद यहाँहरूलाई हाम्रो निमन्त्रणा स्वीकारेर आइदिनु भएकोमा दाइ भाउजूको। आज बिहा गरेको पनि 25 वर्ष भयो, धेरै उतार चढाव आयो होला, तर पनि हामीले एकअर्काको साथ कहिले छोडिन। छोड्नु पनि हुन्न है। अनि अब के भने दाइ सधैँ यसरी नै साथ सपोर्ट गर्नु बुढा। हरेक पलमा दुःख सुख सँगै काटौँला। अनि सँगै बस्ने, सँगै हाँस्ने, बाँकी जिन्दगी पनि। अब यो जिन्दगी त यस्तै रहिगयो, साथ जिन्दगी पनि छोड्दैन जस्तो लागेको छ। त्यो कारणले गर्दाखेरि लेट्स सी भगवान् गुरुदेवले जस्तो हर हर महादेव। अब होइन सबैको आफ्नो आफ्नो लेखा जोखा, आफ्नो आफ्नो किस्मत, आफ्नो आफ्नो भगवान्को देन। हामीले आफूले कर्म गर्नु पऱ्यो। अब कर्म गरेपछि अरू आफ्नो जैसे कर्मै उत्रे पाप भन्छ त्यस्तै होला भन्ने चाहन्छु। ल सबैलाई चाहिँ धन्यवाद। अब ढिला नगरौँ है, केक काटेर अलिक मिठो मुख स्वाद गरौँ होइन शुभ कार्यमा। त्यसपछि अनि फेरि नाचगान किप कन्टिन्यू। ओके, स्पेसल्ली आजको नाइटको लागि थ्याङ्क यू सो मच पिनाकल ग्रुप। तपाईँहरूले आज स्पेसल हाम्रो यो मोमेन्टलाई अति सुन्दर, अतिभन्दा पनि अति, यो वर्डमा बयान गरेर सक्दैन होला। तपाईँहरूले एकदम सुन्दर प्रस्तुति साथै साथ दिनुभएकोमा मेरो बटम अफ हार्ट हामी सबैको तर्फबाट तपाईँहरूलाई पनि हार्दिक। आउने दिनहरूमा पनि यस्तै रक एन्ड रोल तरिकाले keep going on and keep rolling on, okay? Hi, Pinnacle Group Jindabad. Thank you. Okay.
धन्यवाद। सरप्राइज
हाम्रो त आफै खोले मैले दाजु खोले है दादा क्यामेरा यसो अगाडि आएपछि कस्तो लाग्छ है जन्म जन्म जिउला सँगै जन्म जन्म जिउला सँगै भाकेर बर्फी पलु भाकेर बर्फी पलु